हप्ताको 1-2 दिन बाहेक मेरो काम चाहिँ जहिले पनि राति नै हुन्छ कि बाबु सुतिसकेपछि होइन। उतिखेर बाबु सुत्ला र अनि मेरो काम गरौँला भन्ने हुन्छ। अनि छिटो बाबु सुत्ने बित्तिकै अनि किचनतिर सफा गर्ने, भाँडासाँडा माग्ने सबै गर्छु। अनि राति नै लुगा धुन्छु। लुगा पनि म लुगाहरू पनि साँझै धुने, बाबु सुतेपछि नै सबै धुने। अरू बेला त म केही पनि गर्न पाउन्न के। जहिले पनि होइन यो सरफ फिनेल हालेर पोछा लाउँछु अनि कस्तो आनन्द आउँछ कि महँगो बास्ना आउँछ। अनि अर्को दिन उठ्दा पनि कति फ्रेस हुन्छ कि घर कति सफा लाग्छ नि त, आनन्द आउँछ। अनि भत्र गुल्ने हुँदैन कि अर्को दिन सबै काम भ्याएपछि। अनि छिटो अनि त्यति गरेपछि चिया बनाउँछु अनि दियो अगरबत्ती बाल्छु। एकदम आनन्द आउँछ कि फ्रेस लाग्छ यो गरेपछि। अनि एकछिन त्यो बदनको उस पनि लगाइदिन्छु अनि आनन्द आउँछ। त्यसपछि बल्ल मेरो टाइम निस्किन्छ। मेरो आफ्नो काम गरेर सुत्दाखेरि त रातिको 12-1 बज्छ। यो काम गर्दासम्म त मेरो 9-10 यत्तिकै बजे हुन्छ। आफू सुत्दा त 1 बज्छ।